अनि हामी चाहिँ अहिले यसो जुत्ता किन्न हिँडेको होइन छैटको लागि क्यालिबरको सोरुममा हामी 3 जना दाजुभाइ रकेट भन्छ हाम्रो यहाँ छ लागेर यो चाहिँ बाटोको अब दृश्य जानकी मन्दिर पुग्न लाग्यो होइन यो चाहिँ जानकी मन्दिर हो यतापट्टि पोखरी छठको लागि प्रिपरेसन हुँदैछ हामी चाहिँ यता जानकी मन्दिर पुगिसक्यौँ यहाँ ट्राफिक अलिक बढी हुन्छ जाम यो चाहिँ हाम्रो प्यारो जानकी मन्दिर यता जाँदैछौँ हाम्रो घरबाट हामी 3 जना दर्शन गरौँ जानकी मन्दिरको राति नै भयो नि यस्तो सुन्दर छ हाम्रो जानकी छैन यता वान वे हो यताबाट जाऊँ ल यहाँनिर ठ्याक्क क्यालिबरको सोरुममा आइपुग्यो अब यहाँनिर सुज किन्नुपर्छ अलि सब फिक्स छ अब हामी चाहिँ जान लाग्यो यो जानकी मन्दिर यो चाहिँ हाम्रो अब लागेको यताबाट शिक्षकतिर हाम्रो घरबाटै अर्को उयो पनि छ यहाँनिर साथी यहाँ जानकी मन्दिरमा जाँदैछौँ साथीहरू फोटो खिच्ने अरे दाइहरू ठ्याक्क यही हाम्रो प्यारो जनकपुर जानकी मन्दिर यहाँ जानकी मन्दिरमा थियौँ 4 जना खिचिसक्यौँ फोटोहरू सबै ए अझै खिच्दैछ ए जानकी मन्दिर हामी चाहिँ अब घरतिर जाँदैछौँ हाम्रो घरबाटै यो चाहिँ छैटको 1 दिन अगाडिको खरनाको दिनको हो यो त सब्जीहरू भुजिया पाक्दैछ बिना यता खिर पाक्दैछ यो साग बिना नुनको यो चाहिँ खानु पर्छ दिनभरि फास्टिङ बसेर हुन्छ अनि बेलुका त्यो फास्टिङ उयो गर्नलाई खानुपर्छ त्यो बिना नुनको सबै थियो यता पूजाको लागि यो सामानहरू बन्दैछ खिरहरू पाकिसक्यो यता पूजाको तयारी हुँदैछ खरनाको मम्मीले गर्नुहुन्छ त्यहाँ अब नै आँट्यो पूजा यो चाहिँ घुसको पाक्दैछ यता घुसको हुन्छ छठको लागि अनि यो चाहिँ ठेकुवा पाक्दैछ त्यसैलाई पनि हुन्छ ठेकुवा सबैलाई मनपर्ने